हेलो गुड मर्निङ सबैजना साथीहरूलाई। आज हाम्रो चाहिँ आज हाम्रो चाहिँ मन्दिर आएको चाहिँ तिरुपति मन्दिर आएको चाहिँ 3rd डे हो। आज चाहिँ घर फर्किने दिन हो। आज चाहिँ मन्दिर गएर तल मन्दिरको फेदीमा झरिसकेको थियौँ, तल बसेको छौँ। भर्खर उठेर कफीहरू खाँदै झर पिउँदै कफी पिउँदै बसिरहेको ढिलो ढिलो उठेर। अनि आज घर फर्किने दिन हो हाम्रो। अनि यहाँ बसेको देख्नु यसो बाहिर हेरेको रमाइलो। बिहान उठेर हेर्दा त रमाइलो थियो होला, ढिलो ढिलो उठ्यो, घाम आइसकेको छ पुरै। अगाडि चाहिँ पहाड छ, पहाडको फेदीमा छौँ हामी चाहिँ। म बाहिर गएछु देखाउँछु र। अनि बिहान सुरुमा चाहिँ बिहान उठेर कफी बनाउने मान्छे चाहिँ यता पर बसिरहेछ, बिजी छ। एउटा झन् सबैभन्दा बिजी मान्छे चाहिँ उनीहरू लडिरहेको छ 10-12 टिभी हेर्दै अनि बिहान बिहान कफी बनाउने मान्छे चाहिँ बिहान बिहान रिस उठाउने पनि उयो हो, रिस उठाउँछ। बाहिर चाहिँ यस्तो छ है, तर यो अगाडिको बिल्डिङहरू छेकिरहेको छ, यो झ्याल खेलिरहेको छ। यस्तो पहाड छ अगाडि ठ्याक्कै, यस्तो पहाड छ माथि माथि पहाडमा देखिएको छ। त्यस्तो बाटोहरू चाहिँ फर्किँदा हामी बाटो फर्केर आएको पहाडको फेरि चट्टानै बनिएको पहाडहरू। झर्ना क्या बर्खामा ठुलो झर्ना झर्दो रहेछ त। कहाँ त्यो छ नि त्यो अलिकति कोप्रा परेको उयो माथि तर बाटो छ। यो झर्ना यो रमाइलो छ यो पहाडहरू। पहाडले त काटेर जानुपर्छ तिर्पै, त्यहाँनिर यो सेतो बाटो पनि देखाएको छ नि, त्यो कति घुमाउरो के। ओर्लिँदा चाहिँ फर्किँदा चाहिँ बाटो चाहिँ लामो रहेछ। फर्किँदा जाँदा अलि यताबाट जानुपर्छ, त्यो चाहिँ अलिकति छोटो छ बाटो, जानुपर्छ। यस्तो छ पहाड ठाउँ ठाउँको नाम पत्ता लाग्छ नै। त्यो साथी हो आज घर फर्किने। म घर देखाउँछु। अब हामी कफीहरू पिसक्यौँ, अब सुन्नुपर्छ अरे अब लागिरहेको पनि छ। अनि 12 बजी त सुनिरहेछ मेरो चाहिँ यो बिहान बिहान यो भएर कि मेरो छोरा यस्तो छ है, बिहान बिहान यस्तो लाग्छ बिस्कुट खाएर मुखभरि उयो लाएर भाग्दैछ मेरो छोरा। यता आऊ हेर मेरो छोराको हालत पत्ला छ। आहा सुनेर खत्तम क्लास। अब हामी चाहिँ ब्रेकफास्टको लागि मुनि झर्ने बेला भएको छ। ब्रेकफास्टको लागि चाहिँ तल झर्नु भनेर चाहिँ भनिरहेको छ हामीलाई। त्यही भएर हामी ब्रेकफास्टको लागि तल झरेको। अब ब्रेकफास्टको लागि रेडी छ। यस्तो खोइ ढोका काँडो पुगेछ। लागि झर्यौँ अब। आउँछु नि रे हँसाउँछ गयौँ हामी। मेरो यो देखेर त मान्छेहरू छक्क पर्छ होला हो। आँखा कस्तो सुनिरहेछ मेरो रुवा लागिरहेछ, त्यही भएर। खाना मुख कालो भएको मान्छे
ब्रेकफास्ट मैले आधी खाइसकेँ त ब्रेकफास्ट खाँदैछ अब चाहिँ हामी यहाँबाट पनि यहाँ बसेको होटलबाट पनि बाई बाई गर्ने बेला भइसकेको छ अब हामी चाहिँ 3 बजेको ट्रेन छ अघि मैले भनेको थिएँ अनि अब फर्किने अब यहाँ चाहिँ 12 बजी आउट भइसक्ने अब यहाँ खाना पालिको खाना त खानु परिहाल्यो खाना अलि भइसकेको छ खाना खाएर हामी जाने अनि गाडीको ब्याकग्राउन्डतिर अनि खाने ठाउँहरू चाहिँ यस्तो रहेछ देखाउँछु बसेर चाहिँ क्या चिउराहरू पुरा यस्तो चराको पछाडि फर्केर हेर्दा यस्तो छ पहाडहरू पहाड छ पहाडको जस्तै लाग्छ अझ उतापट्टि चाहिँ कस्तो राम्रो छ क्या भगवानको पहाडहरू गाउँछरा छ साह्रै छ है पेट्रोल त जाऊ भन्दा भन कुरो चाहिँ डर लाग्दो ओए यहाँ के भन्दा हुन्छ हौ 2 ghee rice, 1 making of rice. कुना अरेर कस्तो राम्रो रेल स्टेसन जाँदै गरेको फर्केर होटलबाट त माथि पहाड पो रहेछ त नि टाइपको पो रहेछ प्लेटफॉर्म क्रमांक 2 से मेरे साथीहरु ट्रेनतिर छिरिँदै यहाँनिर यो पल्टाउन त राम्रो दिएछ सीता हाम्रो सेक्सन हो हाम्रो सेक्सन हामी अब पेटो यहाँ के छ यहाँ पेटो छ हामी 3 जना छौँ दिन 15 मा हिँड्ने राति पुगिन्छ ट्रेनमा घुडिया गाह्रो पुग्ने हो गएर फटक पुग्ने छोरोको चकचक यति छ एकछिन बस्दा के गर्नु यहाँ चाहिँ यस्तो चकचक हुँदैछ ट्रेनभित्र बल्ल सिम्पल भइरहेछ टुटु गरे चकचके पेट्रो यहाँ छ चकचके पेट्रो यहाँ छ एकछिन पनि बस्दैन होस् लगेर त
केटो हेर्नु यहाँ भित्र तिमी छौ